Lumini Online TV. Subscribe us for more videos. चलचित्र छक्का पन्जा र यसको टिम यस्तो ब्रान्ड हो जो जे बेचे पनि बिक्छ भन्ने मान्यताबाट दिग्भ्रमित छ। विश्वास लाग्दैन भने छक्का पन्जा 2 हेर्नुहोस्। छक्का पन्जा गरेर पैसा कमाउनका लागि बनाइएको झुर फिल्म हो छक्का पन्जा 2। कथामा कुनै तयारी छैन, विषयवस्तुमाथि कुनै अध्ययन नै छैन, मेहनत पोलेर खाइएको छ। रथरूपी फिल्मका नट र पेचहरू हल्लिँदै र फुस्कदै जान्छन्। ठाउँ र कुठाउँमा रथ पल्टेपछि, पात्र लडेपछि हाँसो नलागे अरू के लाग्छ। एउटा शैक्षिक परामर्शदाताको भूमिकामा माग्ने बुढालाई उभ्याइएको छ। प्रिय दीपक र दीपाजी, शैक्षिक परामर्शदाताको सङ्गत गर्नुहोस् एकपटक। उनीहरूलाई नजिकबाट निहाल्नुहोस्। उनीहरू जोकर होइनन्, उनीहरू करियर काउन्सिलर हुन्। उनीहरूलाई भेट्न विद्यार्थी अभिभावकको लाइन लाग्छ। उनीहरू विद्यार्थीलाई भेट्न कहीँ कतै दौडिरहनु पर्दैन। एउटा विद्यार्थीको लागि विवाह गराउन, पुरेत खोज्न आफै घाटमा धाउने र गाविसमा घुस खुवाउन आफै ओडा कार्यालय पुग्ने त्यस्तो कुन परामर्शदाता देख्नुभयो यहाँले? अध्ययन नै नगरी, रिसर्च नै नगरी, थाहा नपाएको विषयमाथि फिल्म नै बनाइदिने, हावा कथा बुनेर कुनै पनि पेसालाई तुच्छ र पेसाकर्मीलाई पङ्गु बनाउने यो कस्तो तरिका हो? अस्ट्रेलियामा अध्ययन गर्न चाहने बहानामा नक्कली बिहे गर्न खोज्ने जोडीको कथालाई समेट्न खोजिएको छ। अस्ट्रेलियाको भिसा प्याकेटमा आउँदैन। कुरियरबाट आएको प्याकेटबाट पासपोर्ट झिकेर भिसाको थाहा दिइँदैन। यो कुरा फिल्म मेकरलाई थाहा नभएको प्रष्ट देखिन्छ। कति हाँस्नु। फिल्ममा कन्सल्टेन्सीको मान्छे पासपोर्टको पेज पल्टाउँदै गर्छ। नायिका राम राम भनेर फिङ्गर क्रस गरेर बसेकी हुन्छे। अस्ट्रेलियाको भिसा अप्लाई अनलाइनबाट हुने सिस्टम सुरु भएको वर्षौँ भयो। भिसा भए नभएको इमेल मार्फत जानकारी आउँछ। पासपोर्टमा कुनै छाप समेत लगाइँदैन। तर जे हुँदै हुँदैन त्यही भएको देखाइएको छ। प्रक्रिया र पद्धतिको सामान्य ज्ञान पनि लिन चुकेको छ छक्का पन्जा 2ले। मुख्य कथावस्तुको महत्त्वपूर्ण दृश्य संवाद नै हावादारी छ। अब सोच्नुहोस् फिल्म कस्तो होला? कागजी विवाह कागजकै लागि हो, वास्तविक होइन भनेर वकिल पात्र प्रियङ्काले गरेको वकालत सबैभन्दा कमजोर छ। अदालतमा गरिने विवाह अदालतको लागि मात्र हुन्न। सामाजिक विवाह समाजको लागि हुँदैन। चर्चमा गरिने विवाह चर्चको लागि मात्र हुन्न। विवाह विवाह नै हो। अझ कागजमै विवाह भएको प्रमाण पेश भइसकेपछि अदालतले यसको निर्णय एउटै बहसमा टुङ्ग्याउँछ। फिल्ममा जस्तो पटक पटक तारेक थप्नै पर्दैन। तर फिल्ममा बतासे बयान र काइते निर्णय पटक पटक गरेको देखाइएको छ। अझ दर्शकको कन्पारो त्यो बेला तात्छ जब न्यायाधीशले त्यो केसको जिम्मा प्रहरीलाई लगाउँछ। दीपकजी, तपाईँ आफू हिरो बन्नको लागि कथालाई जता पनि मोडिदिने, विवाह जस्तो पवित्र कार्यलाई चुरोटको खिल्ली बनाएर सल्काइएको, अदालत जस्तो संस्था र न्यायाधीश जस्तो पेसालाई समेत खरानी बनाएर उडाइएको छ। मुख्य कथावस्तुमै चुकेको यो फिल्मको अन्य सहायक कथाका त्रुटिको त कुरै नगरौँ। नसुहाउँदो पात्र, अमिल्दो कथा र उरन्ठ्याउलो अभिनयले फिल्म पिँडालुको पेडा बनेको छ। फिल्म जस्तै हुनुपर्छ। यो टेलिसिरियलभन्दा माथि र कमेडी सोभन्दा फरक हुनुपर्छ। शैक्षिक परामर्शदातालाई खिल्ली उडाउन कसिएका दीपकको टिमले सायद चिप चोरेर एसएलसी पास गरेको मान्छेलाई कथा लेख्न लगायो। मेट्रिकमा डबल फेल भएको मान्छेलाई क्यारेक्टर सिलेक्सन गर्न लगायो। निर्देशकको नाम मात्रै छ, काम केही देखिँदैन। निर्देशक भन्ने कुनै मान्छे अलिकति मात्रै एक्टिभ थियो भने फिल्म यस्तो विद्रूप बन्थेन। फिल्मको अर्को नाम हजमोला होइन, दर्शकले जे आउँछ त्यो पचाउँदैन। यो लेख हामीले महेश भण्डारीको फेसबुक वालबाट साभार गरेका हौँ। उहाँ पोखराको चर्चित किङ्स इन्स्टिच्युटका सञ्चालक हुनुहुन्छ। भिडियो हेर्नुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। यस्तै अपडेटको लागि हाम्रो च्यानल सब्सक्राइब गर्न नबिर्सनुहोला। Lumini Online TV. Subscribe us for more videos.